म चाहिँ यहाँ कोठामा बसिरहेको छु हिजोतिर अल्छी लाएर माइ मजाको बस एकदम राम्रो भयो अल्छी लाइरहेको छ सबैजना तल हुनुहुन्छ म मात्रै यहाँ भइरहेको होइन यस्तो अल्छी लाइरहेको छ साथी यस्तो काम पनि केही छैन अल्छी लाएर अनि कस्तो भइरहेछ भने साथी अस्तिको भिडियो पनि छ कि ममा अनि त्यो भिडियो फेरि हाल्नै पाएको छैन फुल भइरहेछ मोबाइल मेरो वाइफाईदेखि हाल्यो भने त कम्ती ढिलो बस्दैन डाटाबाट त यहाँ होइन चलाइरहेको छु अनि डाटाबाट हाल्दा जानु कहिले बस्नु अनि गाह्रो भइरहेछ भिडियो चाहिँ गर्नु छोडेको छैन अब चाहिँ म र हजुरआमा चाहिँ तल घाँसमा जान आँटेको होइन तल नै घुरेको घाँस काट्नलाई दिन चाहिँ राम्रो भइरहेछ मन्द मन्द घाम जस्तो लागिरहेछ उक्रेर राम्रो भइरहेछ दिन ऊ पनि छैन नि हजुरआमा घाँस हाम्रो त्यति बेला त ढुस र त्यही खसरुक यहाँ तर हजुरआ चाहिँ काट्यो हुन्छ यहाँ काटेको यस्तो खतरा घाँस छ ओ पारे त्यस्तो गुराँस पनि घाँस लिएर यहाँ आउँदैछ हजुरआमा अझै फर्केको यसरी नै यहाँ हिलो छ कि घाँस लिएर आएर अब पिरालु खाने मेरो पिरालु फेभरेट मेरो चाहिँ पिरालु फेभरेट हो गाइज अब खाने सबै होइन आन्टीहरू खाँदैछ पिरालु खाऊ ज्यान बनाऊ यस्तै बनाउँछ ज्यान चाहिँ यहाँ चाहिँ यस्तो ड्याङमा होइन थ्याप्ची आलु रोप्नु हुँदो रहेछ यस्तो यस्तो कतो कतो लामो गराहरू परदेखि परसम्म दिन चाहिँ बिग्रिरहेको छ यस्तो भएर घाम लाग्यो भए त सन्तपुरै देखिन्थ्यो नि यहाँबाट यहाँ नाना भाइ दुईजना लुक्कु हिँडेको बिस्तारै न छोरी ल ल ल अनु आऊ बोक्छु आऊ आऊ हिँड्ने आऊ म बोक्छु दिदी भाइ अन्त यहाँ नै मेरो भाइले छरेर त्यहाँ हेर्दैछ आऊ त मैले यहाँ यसरी बाम दिएको कि यो सबै बेलुन जति अनु यहाँ आएर यहाँ मैले झुन्याइदिएको कि हेर्दै यहाँ माइजू र आन्टी चाहिँ फुलबारी बनाउनु हुने अरे अनि यो काठ अस्ति नि बनाउनु भएको थियो पहिले मकिएछ र अर्को खाना फेर्नु हुनेछ नाइमा पनि त्यहाँ सघाउँदैछ मम्मीलसको मम्मीलाई आन्टी यहाँ देखेको हुनुहुन्छ बिहाई खरो छ कस्तो खतरा फुल फुलेको छ यहाँदेखि यहाँ त्यहाँ बनाउँदै हुनुहुन्छ नाइमाले सघाउँदैछ उसको मम्मीलाई आमा छोरीले खन्दैछन् यहाँ बेलुन के छ फुलै फुल्दैन अनि भाइ र म चाहिँ यहाँ भाइ हेर्दै बस्दैछु म हाम्रो बेबी चाहिँ भर्खर उठ्नु भएको अनि उसको मोडाली ठिक छैन अहिले उठेर नि यो त हेर्नु त यहाँ हेर्नु न ए लाठेहरू ल्याऊ फुलबारी बनाउनु भएको सानो लाठे पनि सघाउँदैछन् यहाँ ए सानो लाठे पनि सघाउँदैछन् माइजू र आन्टीले फुलबारी यस्तो बनाइसक्नुभयो यहाँ पनि बनाइसक्नु भएको अब चाहिँ हामी मासु नै डुल्न जान आँटेको साथीहरू अनि दिन चाहिँ बिग्रिएर यस्तो भइरहेको पानी चल्छ अलिअलि अनि माथि जान आँटेको अब मेरो भाइ चाहिँ सिटुङ्दै चाहिँ
गर्दै हेर मेरो भाइ रोक्यो हेर्नु है यहाँ मेरो भाइ रोक्यो हेर्नु है सबैजना मेरो भाइ रोक्यो हेरिदिनु है यहाँ हेर्नुहोस् यहाँ चाहिँ हाम्रो हिजोको त्यो पार पुरानो गएको माथि उयोदेखि आउँदा थाहा छ इलामदेखि बोकेको म चाहिँ झोलामा हिजो बनाउनु ल्याएको थियो बर्थडेमा अनि आज यसरी दुःख पाइन्छ डोकोमा अनि चाहिँ माथि पिराइछौँ यहाँ आइछौँ डुल्दै अनि पानी पल्ला जस्तो हुँदैछ तर परेको चाहिँ छैन अहिले चाहिँ हामी सबैजना नानी बोकेर आयो दुईजना चाहिँ चटपटी खानु जाँदै केही पर नै यस्तो चिसो छैन साथीहरू चिसो न चिसो छ अनि चटपटी खानु दुधजनाले यहाँ चाहिँ सस्ता रहेछ दुध पनि ठाउँ त्यस्तो मौसम पिरो चटपटी मै मजा आएको चटपटी खाइसकेर फरकेको हामी चाहिँ अब यहाँ झाडो भएर बर्खी उडेर हिँडिरहेको छु म चाहिँ यहाँ अनि सबैजना चटपटी खाएर चाहिँ फर्क्यौँ हामी गएको झाडुमा चटपटी खाइयो फर्क्यो गुराँसो क्या खतरा फुलेछ हामी चाहिँ चटपटी खाएर अहिले फर्किँदैछौँ अनि यहाँ बाटोमा गुराँस यस्तो राम्रो छ साथी रेड कलर रातो लाली गुराँस अनि म चाहिँ यहाँ कोठा हुन्छु कि आन्टीले चाहिँ तल जेरी पकाउँदै हुनुहुन्छ होइन ला मेरो तलमाथि भएर स्वेटर उठाएको अनि म जेरी पकाउँदै आउँछु ल आन्टीले हेर्नु ल कस्तो दामी जेरी पकाउँदै हुन्छ हेरी खानको लागि आन्टीले यहाँ जेरी पकाउँदै हुन्छ आमा छोरा बोकेर जेरी यहाँ चाहिँ चिनी चोकेको नि चिनी त हो त नि हामी जेरी पाउँछ अब जेरी व्यापार गरेर नेपालमा केही गर्नु पर्ला जस्तो छ जेरी व्यापार गरेर परिवार पाल्ला अब चाहिँ त्यसै नगरी भएन तपाईँलाई खाऊ हुँदै होला हेरेर भिडियो हामी भाइलाई कस्तो भयो जेरी हेरेर आन्टीले जेरी पनि पकाइसक्नु भएछ यहाँ जेरी यस्तो छ होइन